आज म सामान्य कुरामा जानकारी लिएर आएको छु, जुन चाहिँ हाम्रो अहिले सोसल मिडियामा धेरै ट्रेन्डिङमा रहेको छ। सामान्य कुरा के हुन्छ, अहिले चाहिँ सानो नाबालिगहरू भागेर अनि बिहे गरेर अनि फेसबुक माध्यमबाट फोटो पोस्ट वा भिडियो पोस्ट गर्छ अनि भन्छ जे मम्मी बुवा म भागेर शादी गरेको छु अनि म आफै मनले गरेको छु भनेर केटीले एउटा भिडियो बनाएर अनि फेसबुकमा पोस्ट गरिदिन्छ। अनि केटाको आइडीले पोस्ट गरिदिन्छ अनि भन्छ के भने केटाको बुवामाथि वा घर परिवारमाथि मुद्दा गर्नुभएछ त्यो फिर्ता लिनु। त म यो सामान्य कुरामा एउटा जानकारी दिन चाहन्छु। जब नाबालिगको हकमा केटा हुन्छ वा केटी दुवैजना नाबालिग भयो भने बोलाएर सम्झाइ बुझाएर दुवैजनालाई आफ्नो घर पठाइदिन्छ प्रहरीले। तर त्यही जब केटा बालिग र केटी नाबालिग पर्यो भने जति सुकै पनि भिडियो बनाएर फेसबुकमा हाल्दा तपाईहरूलाई प्रहरी मान्दैन। किनभने प्रहरी वा हाम्रो कानुनले के भन्छ, नाबालिग व्यक्तिसँग मन्जुरी लियो भने त्यो मन्जुरी हुँदैन। किनभने त्यसलाई झुठा वा जुलाई पसलाई मन्जुरी लिएको मानिन्छ। त्यसैले त्यसले हाम्रो कानुनले मान्दैन। त्यही भएर तपाईहरू सचेत हुनु। नाबालिग कुनै पनि केटीसँग मन्जुरी लियो भने त्यो मन्जुरी सो बदर हुन्छ, त्यो हाम्रो कानुनले भनेछ। त्यसैले भिडियो बनाएर जति पनि गरेर भिडियो बनाएर फेसबुकमा वा जेमा हाले पनि हाम्रो कानुनले मान्दैन। म सामान्य जानकारी दिन चाहन्छु सबै साथीभाइलाई। जति मन लाग्यो भने यो भिडियोलाई लाइक पनि गर्नु, सेयर र कमेन्ट तपाईहरू सबैजना गर्नु। र यो भिडियो सामान्य जानकारीको लागि हो, जुन चाहिँ हाम्रो केटाहरूमा वा साथीहरूमा भ्रम हुन्छ कि म भिडियो बनाएर पोस्ट गरिदिन्छु भने केही हुँदैन भने।